हेलो गाइस, सो मलाई चाहिँ फर्स्ट टाइम आफैले त्यो टिकटकमा एउटा हेरेको थिएँ, त्यसलाई साडी भन्नु कि लेहेङ्गा भन्नु, त्यो चाहिँ मलाई यति मन पर्यो होइन। सो म पनि आफै बनाउँछु भन्ने भएर मैले बनाएँ। बनाउनलाई कपडाहरू लिएर आएर आफूले काटकुट गरेर सिलाएँ पनि, र सिलाउँदाखेरि यति धेरै मनमा डर थियो कि ल्या बिग्रिने पो हो कि ला नमिल्ने पो हो कि भनेर धेरै नै मनमा क्वेसनहरू आइरहेको थियो। तर मैले फाइनली 2 दिनमा चाहिँ मैले यसलाई रेडी पारेँ, र रेडी पारिसकेपछि मैले लगाएर चेक पनि गरेँ कस्तो होला भनेर। सो लाउँदा यति राम्रो लागेको, लगाएपछि आफूलाई यति धेरै मन पर्यो होइन। सो हजुरहरू पनि अन्तिमसम्म हेर्नु होला, र हजुरहरूलाई पनि चाहिन्छ भने चाहिँ मलाई सम्झिन सक्नुहुन्छ। यति क्युट लागेको मलाई आफै क्या, यस्तो राम्रो लागेको क्या, यति मन पर्यो यो डिजाइनमा होइन। सो के भनिन्छ यो चाहिँ मलाई थाहा भएन, बट तर मलाई एकदमै मन पर्यो यो साडी भन्नु कि लेहेङ्गा भन्नु। जस्तो यसमै साडीको सब काज पनि जोडेर होइन एकदम क्युट लागेको थियो, हेर्न सक्नुहुन्छ। र यो चाहिँ सबकामा चाहिँ अलिकति बोर्डरमा त्यो पाइपिङ पनि लगाइदिउँ भनेर सो लगाएको। कस्तो देखेको छ कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ।